भगवान श्री सत्य साईको चरण कमलमा कोटि कोटि प्रणाम चढाउँदै र आज हामी हतालीदेखि हिँडेको आज यहाँनिर पब्लिक हेरचाह मण्डल जग्गामा तपाईहरु सबैलाई भेट्न आउनुभएको छ। उहाँको बर्थडे योपालि 100 वर्षको बर्थडे हो र बर्थडेमा हामीलाई भेट्न आउनुभएको छ र तपाईहरु एकदमै भाग्यमानी हुनुहुन्छ र आज हाम्रो माझमा हाम्रो यहाँ क्षेत्र विधायक पनि उपस्थित हुनुहुन्छ र उहाँलाई पनि सायद भगवानले रुचाएको छोरा नै आउनुभयो र अहिलेसम्म कहिले पनि गरेको छैन। नकार रूपमा यहाँ उपस्थित हुनुहुन्छ। हामी आएको छौँ र अब हामी यहाँनिर आरती गर्नेछौँ। त्योभन्दा अगाडि 3 पल्ट ओमकार गरेर हामी यही बसेर गर्दा हुन्छ नि आफ्नो यहाँ राख्नु छ। यहाँ 2-3 वटा यही बसेर गर्दा यो कार्यमा लाग्नु भएको छ र उहाँको बखलीबाट उहाँलाई र सही आज हामी पब्लिक न्यायतन्त्र
जति पनि आमा बाबा दाजुभाइ दिदीबहिनी छ र जति पनि हामी सिक्किमे छौँ, जति पनि हामी यहाँनिर जीवजन्तु छ, जति पनि हुनुहुन्छ, आज हामी भाग्यमानी हौँ। आज स्वयं श्री सत्यसाई स्वयं भगवानको यहाँ दर्शन भयो। हामी आज हाम्रो शब्द छैन र हामी जति पनि कमिटी छ उहाँहरू प्रति हामी धेरै धेरै धन्यवाद चढाउन चाहन्छु र हाम्रो यहाँनिर जो सेवकहरू हुनुहुन्छ उहाँहरू यत्रो महिना दिन व्रत बसेर आउनुभएको छ, उहाँलाई पनि उहाँ पनि व्रतमै हुनुहुन्छ। उहाँलाई धेरै धेरै अब आशीर्वाद होस् र धन्यवाद छ र म फेरि एकपल्ट हामी दोरी वाला कहाँ छ दोरी? जो यहाँ आज